नमस्ते साथीहरू। आज म यो विषयमा विशेष गरेर पवित्र चिज के हो, कुकुर र सुँगुर को हुन् बुझौँ है त। यो विषयमा चाहिँ म तपाईहरुलाई बताउने छु। सुरु गरौँ ढिला नगरी। यसोले भन्नुभयो, जे पवित्र छ सो कुकुरहरूलाई नदेऊ। आफ्ना मोतीहरू सुँगुरका अगाडि नफाल, नत्र त तिनले आफ्ना खुट्टाले तिनलाई कुल्चलान् र फर्की तिमीलाई हमला गर्लान्। मती 7:6 भन्छ। यहाँ भनिएको छ कि पवित्र चिज के हो, कुकुरहरू कसलाई भनिएको हुन्। बाइबलले कुकुर र सुँगुरहरूको चरित्रबारे के भन्छ, पदसहित व्याख्या गर्नुपर्छ। यहाँ यसोले प्रयोग गर्नुभयो, पवित्र चिज कुकुरहरू र सुँगुरहरू जस्ता शब्दहरू प्रतीकात्मक हुन् र गहिरो आत्मिक अर्थ बोकेका छन्। यी प्रत्येकको व्याख्या बाइबलका अन्य सन्दर्भहरू सहित प्रस्तुत गरेको छ। पवित्र चिज के हो र जे पवित्र छ भन्नाले परमेश्वरको सत्य वचन आध्यात्मिक शिक्षाहरूलाई बुझाउँछ, जुन विशेष रूपमा परमेश्वरको राज्यसँग सम्बन्धित छ। पवित्र शब्द प्राय परमेश्वरसँग सम्बन्धित कुराहरू जस्तै उहाँको वचन, उपासना वा आत्मिक सत्यका लागि प्रयोग गरिन्छ। यसोले यहाँ आफ्ना चेलाहरूलाई परमेश्वरको मूल्यवान सत्य वचनलाई कदर नगर्ने र महत्त्व नराख्नेहरूलाई दिनु हुँदैन भनी सिकाउनु भएको छ। यसबारे बाइबलको सन्दर्भ हामी हेर्छौँ। हितोपदेश 2:1-5 यहाँ परमेश्वरको वचनलाई मोती र खजानाको रूपमा वर्णन गरिएको छ, जुन बुद्धिको खोजी गर्नेहरूले प्राप्त गर्छन्। मत्तीको पुस्तक 13:44-46 सम्ममा यसरी लेखेको छ, यसोले परमेश्वरको राज्यलाई मूल्यवान मोतीसँग तुलना गर्नुभयो, जसलाई प्राप्त गर्न मानिसले चाहिँ सबै कुरा बेच्दछ। यहाँ पवित्र चिज परमेश्वरको सत्यता, पवित्रता, सुसमाचारले सन्देशलाई जाहेर गरेको हो, जुन मोती तथा खजाना अनि यसभन्दा अत्यन्तै मूल्यवान छ। दोस्रो कुरा चाहिँ कुकुरहरू कसलाई भनेको भन्दाखेरि चरित्र कस्ता हुन्छन् कुकुरहरूका। कुकुरहरू शब्द यहाँ प्रतीकात्मक रूपमा ती व्यक्तिहरूलाई चाहिँ बुझाउँछ जो परमेश्वरको सत्य वचन वा सुसमाचारलाई तुच्छ ठान्छन्, त्यसको विरोध गर्छन् वा त्यसलाई ग्रहण गर्न तयार हुँदैनन्। यहुदी संस्कृतिमा कुकुरलाई अपवित्र जनावर मानिन्थ्यो र यो शब्द प्राय गैर यहुदीहरू वा परमेश्वरको सत्यप्रति शत्रुता राख्नेहरूलाई बुझाउँछ प्रयोग हुन्थ्यो र यसको समयमा यो शब्दले आत्मिक रूपमा अन्धा, हर्थी वा परमेश्वरको वचनप्रति उदासीन व्यक्तिहरूलाई सङ्केत गर्दथ्यो। यसबारे बाइबल सन्दर्भहरू फिलिपी 3:2 भन्छ। पावलले भन्छन्, कुकुरहरू शब्दलाई गलत शिक्षकहरू, गलत झुटा शिक्षकहरू वा परमेश्वरको सत्यको विरोध गर्नेहरूलाई पनि भनिन्छ, उनको लागि प्रयोग गर्दैथ्यो। कुकुरहरूबाट सावधान रहो, दुष्ट काम गर्नेहरूबाट सावधान रहो भनेर फिलिपी 3:2 पावलले भने। प्रकाश 22:15 यहाँ पनि उल्लेख भएछ, कुकुरहरूलाई पापीहरू र परमेश्वरको राज्यबाट बाहिर रहनेहरूसँग तुलना गरिएको छ। बाहिर कुकुरहरू जादुगरहरू, व्यभिचारीहरू, हत्याराहरू छन्। यो पदहरूले कुकुरहरूको स्वभावलाई पापी वा अज्ञानी व्यक्तिको चरित्र वा अनि यसको उडानसँग तुलना गर्छ। तसर्थ यसोले चेलाहरूलाई हितोपदेश 23:11 उदाहरण दिँदै परमेश्वरको सत्य वचनलाई यस्ता व्यक्तिहरूलाई दिनु हुँदैन जो त्यसलाई तुच्छ ठान्छन् वा अपमान गर्छन् अनि यसलाई सम्झाएर उल्टो हमला गर्छन् भनी सिकाउनु भयो। तेस्रो नम्बर, सुँगुरहरू कसलाई भनेको हो, चरित्र कस्ता हुन्छन् भन्दा सुँगुरहरूले पनि परमेश्वरको सत्यलाई तुच्छ ठान्ने वा त्यसको कदर नगर्ने व्यक्तिलाई बुझाउँछ। यहुदीले सुँगुरलाई अशुद्ध मान्दथे। लेवी 11:7 यस्तो कुराहरू पाउँछौँ। यहाँ यसोले सुँगुरहरू शब्द प्रयोग गरेर ती यस्ता व्यक्तिहरूलाई सङ्केत गर्नुभएको छ जो आत्मिक सत्य वचनको मूल्य बुझ्दैनन्। जसरी सुँगुर हिलोमा खेल्छ वा लडीबडी गर्छन्, त्यसरी नै यस्ता व्यक्तिहरूले सत्य वचनलाई उनीहरूको अशुद्ध आचरणसँग ढलिमली गरी मिलाउँछन् र सुनाउनेहरूलाई उल्टो हमला पनि गर्न सक्छन् भनी सिकाउनु भएको हो। अब यसबारे बाइबलको सन्दर्भ हामी हेर्छौँ। लेवीको पुस्तक 11:7 सुँगुरलाई अपवित्र जनावरको रूपमा वर्णन गरिएको छ, जसलाई यहुदीहरूका लागि अपवित्रताको प्रतीक बनायो। दोस्रो पत्रुस 2:22 पनि यहाँ सुँगुरको चरित्रलाई वर्णन गरेको छ। यो उखान तिनीहरूका लागि साँचो भएको छ। कुकुरहरू आफ्नो बान्तामा फर्किए आउँछ र नुहाइदिएको सुँगुरहरू हिलैमा लडीबडी खेल्छ। चौथो कुरा चाहिँ मत्ती 7:6 समग्र सन्देश हामी हेर्छौँ। यसोले यहाँ सिकाउनु भएको मुख्य
पाठ हो कि परमेश्वरको साथै जुन मूल्यवान र पवित्र छ त्यसलाई सावधानीपूर्वक बाँड्नुपर्छ। सुसमाचारको सन्देश सबैको लागि हो, तर यी व्यक्तिहरूलाई दिनु हुँदैन। ती व्यक्तिहरूलाई दिनु हुन जो सत्यलाई तुच्छ ठान्छन् र अपमान गर्छन् र त्यसको विरुद्धमा हमला गर्छन्। यसुले चेलाहरूलाई बुद्धिमानी र विवेक प्रयोग गरेर सत्य बाँड्न सिकाउनु भएको छ। यो सन्देश मत्ती 10:14 पनि देखिन्छ, जहाँ यसुले भन्नुभयो, यदि कसैले तिमीहरूलाई स्वागत नगरे वा तिमीहरूको कुरा नसुने त्यो घर वा सहरबाट निस्कँदा आफ्नो खुट्टाका धुलो झारिदेऊ। पाँचौँ कुरा हेरौँ, व्यावहारिक अनुप्रयोग विवेक प्रयोग गर्नु। व्यावहारिक अनुप्रयोग विवेकको प्रयोग गर्नु अथवा व्यावहारिकतामा हामीले विवेक प्रयोग गर्नुपर्छ भन्न खोजेको। सुसमाचार प्रचार गर्दा हामीले व्यक्तिको हृदयको अवस्था बुझ्नु पर्दछ। यदि कसैले सत्यलाई तुच्छ ठान्छ वा विरोध गर्छ भने हामीले अनावश्यक रूपमा विवादबाट त्यो अनावश्यक विवादबाट बस्नुपर्छ। पवित्र चिजको कदर गर्नु, परमेश्वरको वचन र सत्य अमूल्य छ र हामीले यसलाई असम्मान गर्नुपर्छ र यसको दुरुपयोग गर्नुबाट जोगाउनुपर्छ। प्रेम र धैर्यता। यद्यपि यसुले कुकुरहरू र सुँगुरहरूलाई सत्य नदिनु भनेर भन्नुभयो, तर यसको अर्थ चाहिँ हामीले तिनीहरूलाई प्रेम गर्न छोड्नुपर्छ भन्ने चाहिँ होइन। हामीले प्रार्थना गर्नुपर्छ कि परमेश्वरले तिनीहरूको हृदय परिवर्तन गरून्। तिमोथी 2:1-4 अनुसार। निष्कर्षमा हामी आइपुगेका छौँ। मत्ती 7:6 पवित्र चिज परमेश्वरको सत्य वा सुसमाचार हो। कुकुरहरू वा सुँगुरहरू ती व्यक्तिहरू हुन् जो सत्यलाई तुच्छ ठान्छन् वा अपमान गर्छन्। बाइबलले कुकुर र सुँगुरलाई अपवित्र र अशुद्ध स्वभावको प्रतीकको रूपमा प्रस्तुत गर्छ, जसले परमेश्वरको सत्यको कदर गर्दैनन्। यसको यो शिक्षाले हामीले परमेश्वरको वचन बाँड्दा विवेक, बुद्धिमानी र सावधानी अपनाउनलाई प्रोत्साहन गर्छ। थप सुझाव तपाईँको लागि। यसको अर्थ त्यस्ताहरूलाई सुसमाचारै नसुनाउनु भनेर गलत सम्झाउनु चाहिँ हुँदैन, बरु चाहिँ हामी आफै त अविश्वासी जस्ता नहौँ भने सतर्कता बुझ्नुपर्छ। दोस्रो कोरिन्थी 6:14 यसो कुराहरू भन्छ। तेस्रो कुरा चाहिँ सुसमाचार त हामी आफै हौँ, तसर्थ पहिलो हाम्रो जीवन पनि ठिक हुनुपर्छ। त्यसपछि दोस्रो कोरिन्थी 3:2-3 पनि यो कुराहरू भन्छ। त्यसपछि कुन ठाउँमा, कस्तो वातावरणमा र कस्तालाई सुसमाचार सुनाउनु पर्ने हो, सो पवित्र आत्माको सल्लाह अनुसार चाहिँ अगुवाईमा हामी उहाँको सल्लाहमा चाहिँ काम गर्नुपर्छ। प्रियजनहरू, कुकुर र सुँगुरको अघि परमेश्वरको वचन चाहिँ मूल्यहीन नहोस् भनेर हामी जहिले पनि सजग हुनुपर्छ। धन्यवाद। यो भिडियो हेरिदिनु भएको लागि। कृपया यो भिडियो मन पऱ्यो भने लाइक र सब्सक्राइब, च्यानललाई पनि सब्सक्राइब गरिदिनुहोस्, ताकि तपाईँहरूलाई यस्तै शिक्षामूलक बाइबलीय शिक्षामूलक आत्मिक यात्रामा सहायता पुग्नको लागि म सधैँ भिडियोहरू ल्याउने प्रयास गर्नेछु। धन्यवाद। फेरि अर्को भिडियोमा हामी भेटौँला।